You ignore me? Hello. Hello, welcome back to my TikTok. हैन त फेरि पनि मैले हजुरहरुलाई रोमान्टिक एकदमै इन्जोय गर्ने भिडियो लिएर आइसकेको छु। मेरो घर छ सिन्धुपाल्चोक 12 बिसे। मेरो नाम चाहिँ स्मृति तामाङ गोले। म चाहिँ गोले हो। अनि मलाई आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ भनेर। अनि मेरो भिडियो समय पुर्याएर हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अहिले नै भन्छु है त, किनभने फर्स्टमा लास्टसम्म नै हेर्नुस् नि फेरि। यसको भिडियो यो मुट्टीको भिडियो कति आउँछ भनेर नभन्नु, त्यस्तो नभनिकन हेर्नुहोस् है। अब के कस्तो मिस्टेक छ होइन तपाईँले कमेन्ट गरिदिनुहोस्, केमा भुल गरेछु, केमा के शब्द बोल्दैछु भनेर होइन। मलाई त धेरै बोल्न त आउँदैन, प्र्याक्टिस गर्दैछु, धेरै त भएको छैन। अहिले यो दोस्रो भिडियो लिएर आएको छु। फर्स्ट भिडियोमा पनि तपाईँले धेरै माया दिनुभयो, कमेन्ट गरिदिनु भयो, राम्रो राम्रो कमेन्ट गरिदिनु भयो होइन, हौसला बढाइदिनु भयो नि त हजुरहरूले। त्यसैले मैले झन् उयो भयो के भन्छ नि त्यसलाई, I forget that एकदमै हुन्छ नि हौसला बढाइदिनु भयो कि एकदमै, त्यसको लागि धेरै धेरै धन्यवाद छ। अनि अहिले चाहिँ कति 6 बज्दैछ, यो 6 बजेको यो भ्लग हो। अनि मर्निङ वाक आएर पनि फर्किसक्यो। अनि तपाईँले फेरि नाचेको भिडियो मात्रै हाल्नुहुन्छ भन्नुहुन्छ। नाचेको भिडियो मात्र होइन कि, हामी एक्सर्साइज गरेपछि मात्रै हामी भिडियो गर्छ। धेरै जस्तोले नराम्रो कमेन्ट पनि गर्नुभएको छ होइन। कमेन्टमै पनि होइन कि, आफूलाई व्यक्ति भेटेर पनि तिमीहरू त नाचेर मात्रै भिडियो बनाउँछ, जतिखेर एक्सर्साइज गर्दैन, जिममा आउनुपर्छ भन्छ। त्यस्तो होइन, हामी जहिले पनि आधी घन्टा 45 मिनट वक के अरे एक्सर्साइज गर्छ। देन आफ्टर त्यसपछि मात्र हामी अब हुन्छ नि इन्टरटेनमेन्टको लागि एउटा ल बनाउँ न त भन्ने हुन्छ नि त, अनि त्यहाँबाट बनाउँछ। अहिले चाहिँ हामी बनाउँदैन, किनभने मेरो फुपू दिदीहरूको छोराछोरी अब इक्जाम चलिरहेको छ, त्यसैले हामी चाँडै फर्किन्छ। नगरे त हामी त कहाँ 6 बजे फर्किन्छ त, 7:30 बजीतिर फर्किन्छ नि त। अनि अहिले त बच्चालाई पढाउनु पऱ्यो, फेरि यो त एनुअल इक्जाम हो होइन, त्यही भएर पनि हो कि। अनि म चाहिँ अहिले यता बसेर टिकटक बनाउँदैछु। अनि उहाँहरू देख्नु भइरहेको छ होला नि हजुरहरूले। म चाहिँ धेरै टिकटक बनाउँदिनँ, मलाई चाहिँ नाच्नु एक्टिङहरू गर्ने बेला मात्रै हो मलाई म गर्ने चाहिँ होइन। अनि उहाँहरू चाहिँ एकदमै टिकटक चाहिँ हेर्नु, तपाईँहरूलाई म जुम गरेर देखाइदिन्छु है त। म चाहिँ यसो दौडिनु परेछ किनभने दे आर सो फार, द्याट्स वाइ म दौडिँदैछु है त। एकजना चाहिँ यता हुनुहुन्छ। हेलो लक्ष्मी, हाउ आर यु? Oh, are you fine? अनि कस्तो भइरहेको छ त मर्निङ वाक? कस्तो फिल भइरहेछ? धेरै राम्रो हो र? न बोल न हो र? अहिले कस्तो फिल भइरहेछ त? अहिले आज के भर्खर अब मर्निङ वाक गरेर आयो नि त, अलि हलुका भइरहेछ हो। ल अनि अर्को यहाँ मोडल छ। हेलो पुकु, हर नेम इज जेन्सा तामाङ। कस्तो फिल भइरहेछ? हेलो फुपू। Hello. Wow, beautiful. You looks beautiful now. Oh my god. Wow, हाम्रो मेन हिरोइनी फुपू हुनुहुन्छ उहाँ चाहिँ मेरो। यहाँ आम्मामा यहाँ हेर्नुहोस् त। वाउ सेल्फी हान्नुलाई क्यामेराम्यान उहाँ हुनुहुन्छ। जब हजुरहरूले क्यामेराम्यान भन्नुभएको थियो नि, उहाँ नै हो है क्यामेराम्यान चाहिँ। एकदमै खतरनाक। हामीलाई त फोटोग्राफर चाहिँदैन, we don't need for फोटोग्राफर है। ल हेलो ओ यु इग्नोर मी हेलो टेल मी योरसेल्फ कस्तो रहेछ भने। I am done. How was your feeling in morning walk? Nice, very nice. Oh, nice. Oh my god, यहाँ पुरै अझ भएन भन्दै हुनुहुन्छ उहाँहरू चाहिँ। अनि हाम्रो जग्गा चाहिँ यो चाहिँ अहिले हामी अघि नै हजुरलाई भनेको सिधा रोड भनेर होइन, यस्तो छ। यो हरियाली एकदमै राम्रो छ है त, एकदमै जङ्गलहरू पुरै छ नि, एकदमै राम्रो छ। तल चाहिँ हाम्रो 12 बिसे छ जग्गा होइन, 12 बिसे यहाँबाट धेरै देख्दैन, म हजुरहरूलाई देखाइदिन्छु है त। मान्छेहरू आउँदैछ, धमाधम आउँदै हुनुहुन्छ। अनि
के बोल्नै आएन हौ मलाई त अहिले त के भन्नै पर्ने मैले त होइन जाँदाखेरि पनि म दौडिनु त पर्छ कि म थाहा छ मलाई म दौडिनु पर्छ भनेर अनि फेरि साथीहरू छुट्छ नि त सँगै आएको नि त्यही भएर मलाई चाहिँ अब चित्त दुखाउनु मन लाग्दैन सँगै आएको बिचरा डेली फोन गर्नुहुन्छ उहाँहरूले है डेली फोन गर्नुहुन्छ अनि त्यही भएर अनि उहाँले नै मलाई बिग्रिदिन्छ म फेरि धेरै अल्छी छु नि त त्यही भएर मोटी भएको म होइन अनि हाम्रो दुईजना अङ्कल आउँदै हुनुहुन्छ यहाँ यही पुरै मलाई चाहिँ लाज लाग्यो कि भ्लगहरूलाई हेरेर जानुभयो नि त त्यसैले अनि म चाहिँ अहिले उनीहरूभन्दा अलिक धेरै टाढा आइसकेको छु यहाँ चाहिँ हाम्रो पानी ट्याङ्की अब देखाउँछु नि होइन आफू जे छ यहाँ यस्तो ठाउँमा यस्तो छ यस्तो अब तपाईँहरूलाई राम्रो बाटो देखाइदिन्छु यस्तो उकालो छ नि यस्तो उकालो छ तपाईँहरू त यो मोटी कसरी गयो कसरी जान्छ भनेर चाहिँ ल हिम्मत गर्नुपर्छ कि हिम्मत गर्नुपर्छ एउटा मानिस भएपछि व्यक्ति भएपछि एउटा हिम्मत गर्नुपर्छ त होइन म गर्छु म सक्छु भन्नुपर्छ के हो किन भन्नु न हजुरहरू मेरो टिकटक फ्यामिली युट्युब फ्यामिलीहरू अनि के बोले है यो चाहिँ राम्ची जाने बाटो हो माथि उकालो चाहिँ अहिले चढाउँदैछ अनि यो बारबिसे बजार फेरि पनि देखायो तर देख्दैन के त्यो तल पुरै छ म त धेरै तल आएछु नि त केही छैन के अरे उनीहरू त उतै छ अनि म चाहिँ पुरै भ्लग बनाउँदै हिँडिरहेको नि त म चाहिँ फेरि एकदम मनपर्छ क्या भ्लग बनाउनलाई त्यस कारणले चाहिँ म भ्लग बनाउँदैछु होइन म मात्रै बोलिरहेको छु डोन्ट माइन्ड ओके केही हुँदैन म मात्रै बोलेको पनि है त्यहाँबाट माधव दाइ आउँदै हुनुहुन्छ त्यहाँ पर छ माधव दाइ आउनुभयो कि भर्खर ग्याङकै भनेर ग्याङ परै छ है त आजको लागि यति नै म धेरै देखाउन चाहन्न यो एकदमै मिनी भ्लग हो नि त त्यसैले मिनी भ्लग त छोटो हुन्छ नि त त्यसैले हजुरहरूलाई धेरै धेरै धन्यवाद छ माया दिनुभएकोमा सपोर्ट गरिदिनु भएकोमा होइन टाइम पुऱ्याएर हेरिदिनु भएकोमा मेरो छोटो भ्लग मेरो होइन हाम्रो डुङ्गी ग्रुपको भ्लग तपाईँहरूले एकदमै टाइम मिलाएर हेरिदिनु भएकोमा मनोरञ्जन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ त्यसको लागि होइन अनि तपाईँहरूले जसले फर्स्ट भिडियो हेर्दै हुनुहुन्छ हाम्रो उहाँहरूलाई चाहिँ लाइक सेयर कमेन्ट ग्रुपमा युट्युबमा पनि छ हाम्रो युट्युब पनि छ युट्युबमा गएर सब्सक्राइब पनि गरिदिनुहोस् सबैजनाले है अनि जसले फलो गरिदिनु भएको छैन डुङ्गी ग्रुपलाई फलो गरिदिनुहोस् होइन धेरै माया दिनुहोस् हौसला दिनुहोस् होइन हजुरहरूको नै चेलीबेटी हो नि त म पनि हामी पनि होइन यहाँ हामी छैन अहिले म मात्रै छु हामी भने चाहिँ हाम्रो ग्रुपलाई ल बाई बाई लभ यु हेभ अ गुड डे